कस्तो राम्रोसँग खाएको घाँस 300 लिन्छ अरे के एकजनाको 300। चेन्ज गरिसक्यो अनि बारी एक राउन्ड घुमिसकेँ अनि मैलाको कोसेली पनि सबैलाई बाँडिदिइसकेको छु। अनि म चाहिँ अनि मम्मीले अनि दाल र अनि आलुको अचार बनाउनु भयो रहेछ। मलाई चाहिँ अनि साग खान मन लागेको साग, तर आज खासमा त भात खानै हुन्न भनेको सुनेको थिएँ एकादशीमा हो र मलाई थाहा छैन। त्यही पनि भात नखाइकन हामी बस्न सकिँदैन होइन त। अनि म चाहिँ तरकारी बनाउँदैछु क्या, यहाँ छ साग, झैँया बनाउँछ अब म साग। अनि मैले तपाईँहरूलाई अघि नै के भन्छु भन्दाखेरि होइन के अरे त्यो गैँडाकोट 8 मा चाहिँ एक्सिडेन्ट भयो रहेछ कि ट्रक र अनि बुलेरोको। अनि म हिँड्ने बेलामा जहिले नि केही न केही भइराखेको हुन्छ कि, कहिले बाइक एक्सिडेन्ट हुन्छ, कहिले के हुन्छ, कहिले झगडा हुन्छ होइन, के हो कि म जहिले हिँड्ने बेलामा त्यस्तै हुन्छ क्या। अनि अब म चाहिँ साग बनाएर अनि खाना खान्छु, अनि त्यसपछि नेक्स्ट चाहिँ के हुन्छ हेरौँला है त। सो हामी चाहिँ खाना खाएर अब कहाँ जाने भन्दाखेरि फुल टिप्नलाई। फुल के अरे यसको रूपवली के अरे नाम यसको, उर्मिला हो कि के अरे यसको, कि फुलमाया हो यसको। वा कसैले चाँदीको नथुनी लाउन पाएन, कसैले बाडी निर्माया हो कि फुलमायाले चाँदीको फुल लगाइदिन्। अनि के हो खुट्टा त फिया गर्छ त, जा मिनु त आइज मुदा साह्रै नक्कलो हो क्या। अहिले म उता पुगेपछि यस्तो चाहिँ मार्छ कि यस्तो गर्छ कि यसको बानी यस्तो हो। अनि सेतो खुर्सानी मैले लाइफमा फर्स्ट टाइम देखेँ होला कि, यहाँ फर्स्ट टाइम रातो खुर्सानी देखेको। अनि हामी चाहिँ फुल टिपेर चाहिँ आगो तिहारमा फुल जमाउनलाई। अनि अहिले चाहिँ ढोका मुनि राख्ने, राम्रो पनि देखिन्छ यो फुल। तिहारमा नफुलेर हेर न, अहिले बेला न कुबेला फुलेर यो हाम्रो यहाँ आमा गइसकिन्। चप्पल भाउजू लाएर हिँड्नु खै कसरी टिप्यो ल आमाले टिप्दै खाऊ। कैँची लुगा काट्ने कैँचीले हामीले फुल काट्छौँ के, कस्तो म यसरी गरिदिन्छु ल खै ओहो तिहारमा फुलेन, अहिले बल्ल फुलेछ। ल तिहार एउटा किन्न पर्यो 500 को 1 किलो। अहिले फुलेर ल हेर अझै त्यो हुन्छ है सानो। अब अर्को तिहारलाई राख्ने। यता मोबाइल हेर न, यतासम्म त यसरी तल देखाऊ यसरी। ल बोल आमा कसरी बोल्ने होला, बोल्न आउँदैन हौ। बोल न राम्रोसित चट काट्दो रहेछ न कैँचीलाई।
हातले टिप्नु भन्दियो राम्रो त चटचट भयो त त्यही त नि छिटो पनि भयो छिटो पनि भयो च्याट च्याट गरेछ कता कता देखा ल देखिया उचाल्दैछु म देखिया देखेछ खै ऊ देखेछ यता फुल पनि रार त मङ्गल जस्तो नटिप ल त्यो लत्रेको छिपेको भित्र भित्र लत्रेको नटिप्ने यतापट्टि लत्रेको नटिप न ढोकाला पुग्छ होला नि यतापट्टि चाहिँ हो त्यो भित्रपट्टि यता भित्रपट्टि रे तिहार फुलेको भए आमाले काखा देखा आकाशमा देखा आमाले म त्यसै हातले टिप्छु त्यो फक्रिँदैछ यिनीहरू त है अझै फक्रिँदैछ के यत्रो बनाइसक्यौँ हामीले यत्रो एक बालो बनाउनु के ऊ त्यहाँपट्टि ऊ त्यतिर साइडमा पनि छ अनि यता पनि छ त्यता अझै सानो सानो त टिपेन पूजा गर्नुहुन्छ छ हाम्रो नि उता नर्सरीबारी अनि हाम्रो कहाँ दिन्छ र आमाले कैँचीले काटेको मैले चाहिँ चट्टा चट्टा चिटोर्नु भयो अझै माला तयार गरिसकेँ अनि अब चाहिँ यहाँ राख्ने हो कि यहाँ त्यो कालेले तानेन भनेर सानो कालेले तान्छ काटिन उक्लियो मालाले धानेन काटिन उक्लियो मलाई राखिसकेँ कस्तो राम्रो देखेछ अनि साइडमा पनि छ कि अझै ओ माइ गड कस्तो राम्रो देखेछ मैले गरेँ अनि मैले भान्सातिर पनि गराइदिएको छु कति धेरै खानु त के गर्ने हो र होइन तिहारमा फुलेन महँगोमा परियो म चाहिँ फुल बुन्दा बुन्दा कहाँ जान लाग्यो भने त गोलाघाट घुम्न जान पनि लागिसकेँ अनि बस कुर्दै हो क्या हामी यसले चोरै ल्याएर आएको बेलाउती खाएँ यो म खानु त्यस्तो खानु मिल्दैन मैले अलि मलाई अलिकति गाह्रो हुन्छ कि दाँत टोक्नलाई दाँतमा किरा खायो अब जान लाग्यो हेर्नु हामी चाहिँ बस पनि आएकै छैन अनि म यति छिटो काम भएर आएँ नि होइन 2टा माला बुनेर तपाईँहरूले देख्नु भयो होला नि त अनि यस्तो झगडा गरेँ नि म चाहिँ बसमा चढिसकेँ होइन अनि आज एकादशीको झन् सबैले हाल्न पाइहाल्छन् है न म चाहिँ गोलाघाट आइसकेँ अनि यति धेरै पानी परे मान्छे त्यही पनि आउन छोडेको छैन को आउनु भयो त तपाईँहरू म चाहिँ आएँ है त हेर्नुहोस् न यहाँ मान्छेको भिड हो माइ गड ठाम छैन खाली ठाम छैन हामी त जुत्ता लाएर आयौँ है अरूको चप्पल लाएर मेरो झन् सेतो जुत्ता गाई हाम्रो त पुरै सेतो छ हामी बाटो यस्तो सब बाटो मान्छे त माइ गड मान्छे त्यहाँ मान्छे हामी कहाँ जानु पर्छ अब हामी यही हेर्नु त आएको होला नि पानी परेको बेलामा होइन तपाईँहरू सबैजना को आउनु भयो त ल भन्नुहोस् त हाम्रो गाउँको मान्छेहरू नि एउटा 2टा ठोकिन लाखन अब निधारमा अगाडि बाटो हेरे गाई झन् मेरो हेर्न यस्तो सेतो जुत्ता लाएर आएको कि एउटा मान्छे चाहिँ देखियो हाम्रो गाउँको मान्छे हाम्रो घरतिरको मान्छे निधारमा ठोकियो अब नारायणको दोकानमा जानु नजाने एउटा मेला लागिरहेको कि अब जान्दा गएर बस्छु कहाँ के हेर्न आएको होइन र केही नलानेछ गाई हाम्रो यो भजन मण्डली समूहलाई साँच्चै नै उत्कृष्ट प्रस्तुति दिनुभएको छ हामीले फेरि समयले साथ दियो भने उहाँलाई फेरि जोड्नेछौँ यति बेला प्रमुख अतिथि आउने बेला पनि हुनु लागेको छ सम्भवतः प्रमुख अतिथिलाई लिन पनि हाम्रो यही भजन टोली जानेछ र उहाँलाई भजन गाउँदै खाताको बन्दोबस्त गर्नुहोला छाता भयो भने कार्यक्रम पूर्ण रूपमा सफल हुनेछ औपचारिक खण्डलाई सुरुवात गर्नुभन्दा पूर्व एउटा सानो नृत्य प्रस्तुत तयारी अवस्थामा हुनुहुन्छ गीतको बोल
यो त उति होइन र हाम्रै घरतिरको मान्छे गाई गाई हामी बाख्राको खोरमा आए जस्तो पानी परेको परेछ अनि कहाँ जान्छ मान्छेहरू यस्तो खुइ मिलाएर यसमा चाहिँ कति धेरै मान्छे हो कि अनि यो ढल्दैन के टावर हुन्छ होला भ्यू टावर टावरमा भस्किन के गर्ने हामी नि अब यो माथि चढाउँ जस्तो लागिरहेको छ मलाई अब हो माथिसम्म देखाइदिनु न 1 तल्ला 2 तल्ला 3 तल्ला 1 तल्ला 2 तल्ला 3 4 तल्ला 3 तल्लाको रहेछ गाइज हैन अब हामी चाहिँ अब दोभान जाने न तर यस्तो पानी परेर हामी चाहिँ दोभान जान छोडिदिने क्या गाइज कहानी एउटै माला नेपाली सर्वभौम थैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले सोचन् तर अटल ज्ञानको शान्ति अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र जय जय नेपाल सालामै ढोक्दै होइन कति वर्षपछि सायद ठुङ्गा गएको नि त मेरो त साँच्चै अड्केको झन्डै मरिन कति भयो है पढ्न छोडा कति भइसक्यो अनि अड्केको के भोलि नअड्केको नि गाइज ओ माय गॉड यहाँ फेरि बाटो अब चाहिँ यस्तो बाटोमा हिँड्नु पर्छ के फुल एउटा पोलमा टेकेर इन्जोय आज मेरो गोलाघाटमा गाई नबोलेको सुन्ने कि सुन्दैन थाहा छैन है बाटो देखाइदिनु यो पुल बाटो हिँड्न बाटो यस्तोमा हिँड्नुपर्छ दुःख लाग्छ यस्तो टेउ टेउ गरेर आऊ है ए आइ छिटो न म भिजिसकेँ हामी आछौँ भनेर चाहिँ दोभानतिर जान लाग्यो कि गाइज यहाँ आउनलाई टुरिस्टहरूले कति पैसा तिर्छ थाहा छ कति पुरै सफारीमा आउनुको लागि कति हजार तिर्छ यार तर तपाईँहरूलाई थाहा गाइज एउटा तिमीहरूलाई एउटा सिक्रेट कुरा सफारी यहीँबाट लिएर जान्छन् के गाइज है यहाँबाट सिजी निकाल्छ बराई निकाल्छ सायद होला तर म गएको छैन यहीबाट निकाल्छ गाइज चाहिँ जाँदैछौँ के त गाइज तर तपाईँहरूलाई थाहा छ त्यो के एउटा गीत निस्केछ नि त्यो पनि गोलाघाटमै निकालेको गीत हो के अरे मनलाई पुग्ने माया देव भन्ने गीत यहीँ गोलाघाटमा निकाल्यो गाइज यहाँनिर सुटिङ गरे हो के अरे वाइफी र अस्ति नै एउटा गीत पनि आएको छ नि अहिले भाइरल भयो है के गीत हो मलाई थाहा छैन तर म त्यति नेपालीको हेर्दिनँ कि गीतहरू भिडियोहरू केही पनि हेर्दिनँ कि तर पुरानो गीतहरू चाहिँ मलाई बबाल मनपर्छ फाइनली वी आर कमिङ गोलाघाट एन्ड दोभान गोलाघाटको राप्ती एन्ड नारायणी दोभान एन्ड वी आर इन्जोय अफ आवर सेल्फ एउटा कुरा देखाउँछु कि होइन मैले नजिकै यस्तो कहिले पनि सफारीहरू गाइज फाइनली वी आर कमिङ गोलाघाट एन्ड दिस इज हात्ती This is happy. This is elephant. Sorry, I'm so sorry. It's my fault. कस्तो राम्रो Look like कस्तो राम्रो घाँस खाएको होइन elephant. I think. मैले आज फर्स्ट टाइम नजिकै आएर हात्ती देखाएँ अनि यहाँ चाहिँ बोर्ड पनि के गरे हो खै जान्दा फोटो खिचिदिन्छु जान्न कस्तो राम्रोसँग खाएको घाँस जुम पनि गर्नु मिल्दैन कि मेरो मथे त्यस्तो औडा खाने ओइ ओइ कस्तो राम्रोसँग खाएको ओइ कहाँ गइस्
यति नै हो गाइस। ए छाताली तेरो ओए छाताली गाइस हात्ती केटी रहेछ केटी रहेछ तनी कहाँ देख्यो कहाँबाट थाहा पाइस् केटी हो ए मलाई त थाहा बुबु देखे के त्यसो बोलाउन न बाटो पुरा हो त्यही पनि ऊ हेर न टुप्पा टुप्पा देखे ए कहाँ छ ए अगाडि रहेछ है मलाई त थाहै हुन्न नि त नि फर्स्ट टाइम मैले नजिक मैले छाता उठाउने बेलामा देखे जाम अनि अझै दोकानमा मान्छे नरहेछ कि अहिले फेरि राम्रो पनि आइरहेछ ओ हामी यता आयौँ बौद्ध एकादशी ला कस्तो राम्रो यहाँ चाहिँ यस्तो उत्यो भएको नि रोजिने के भएको मौसम खुल्ला देखेको है यहाँ त फेरि छतलिस मान्छे उता पारी हेर्नु न पारी माइ गड ड्याम नारायणी र रापती मिलेर दोकानदार मान्छे चाहिँ यता छैन क्या धेरै मेरो फोटो खिच्दैन दिदी दिदी फोटो खिच्दैन आफ्नो मन राम्रो होइन ल ल ल ल साँच्चै 300 लिन्छ अरे क्या एकजनाको 300 अन्त कस्तो चढ्ने होला त्यस्तोमा त्यही पनि पानी जाँदो रहेछ त्यहाँ बाँध्ने ठाउँमै रहेछ त्यहाँ फोटो खिच्नु त्यहाँ बाँध्न राख हामी फोटो खिचाउँ कि हजुर बोकेर आइज न म फेरि यस्तो फोटो खिच्नु भने चाहिँ यस्तो हुन्छ कि औडा हुन्छ कि जे पनि छोडेर ए फेरि हामी रोजिनामा है पुगाउँ न फेरि कहाँ बाकुडी राख त्यतै पुग्छौँ फेरि त्यतै आउँदैन हो गडाहरू त आउँछ होला है हो त्यसै ढाँटो भयो फेरि हो के हो कहाँ राख्ने त्यहाँ त पानीले भिज्छ त 10-20 रुपियाँ राख्यो भने त दाइको टोपीमा यसो थापेर राख्नु 10-20 रुपियाँ हालिदिन्छु ल त्यहाँ एउटा भाडा राख्नु पऱ्यो क्या आउने मान्छेहरूलाई पनि त्यस्तै भन्नु पऱ्यो अनि मलाई पैसा उठ्छ हो के हो र यो छाता ए कहाँ त्यहाँ छोडिदियो कि अहिले एकछिन कहाँ उयो तले चाहिँ यहाँ ले न ओइ छाता गयो काट्छु यही राख छाता गयो नि दाइले खामा दिन्छ के राख भाँसिँदैन यो भाँसिँदैन भनेको यहाँको माटो फेरि अर्कै खाले रहेछ के पानी फाल्नु पऱ्यो क्या मजा आउँदो रहेछ हजुर आउँछ मजा एकदम ढुङ्गामा जस्तो मजा आउँछ केही पनि बिस्तारै जा हाम्रो बहिनी आउनलाई छि के हो यार छाता त्यहाँ राखो फोटो खिचेर पनि भइसके छाता समातिन अब हरदम खाजा आएर अब घर जाने हो हमरा केली अब तल पानी बिसाको है तल पानी बिसा अबे कस्तो राम्रो देखेको यहाँ मेरो घर यही छेउमा भएको भए त म त 100 वर्ष भन्दा 200 वर्ष भएको थियो होला हैन ल जाम हिरो नि जाम मेरो छाता चाहिँ यसरी छ के उसको मेरो छाता चाहिँ यसरी हो त्यहीबाट जाने किनभने मैले मेरो छाता आफ्नो ध्यानपूर्वक गराएको थिएँ जान त मेरो पनि ध्यानपूर्वक गराइदे होइन बारे हो बारे ऊ दिदी हो होइन दिदी हेर्नु न छिप्पे खायो अनि मलाई दिदी भनेर ए ऊ दिदी हो क्या होइन ऊ दिदी हो म बहिनी हो जो होइन हामी दुईटा दिदी बहिनी हो क्या
जाम ढाड्दिनी यो दिदी भएर मलाई दिदी भनिदिने सबैले पत्तै राखे अब म के गाइस म अग्लो हुँ नि त अनि सबैले मलाई दिदी दिदी भनेको नि तर वास्तवमा यो दिदी हो के हैन त्यस्तो केही नै हैन हो त्यस्तो केही नै हैन अनि मलाई यहाँको भ्यू चाहिँ यस्तो बब्बल दामी लागेको के ऊ फेरि हात्ती आयो रे तर हामी यो हात्तीमा फोटो नि खिचिसक्यो हात्ती गयो फुस्का फुस्का के रे रोजिना हात्ती आयो लचक लचक ए हात्ती आयो लचक अनि के रे नारायणीको पुलमा तिम्रो मेरो माया बस्यो गुलाबको फुलमा हामी चाहिँ यो के भन्छु यसलाई यहाँ गिटी न गिटी थुपारेको छ के यहाँ गिटी न गिटी अनि यहाँको भ्यू ओ माई गड म त यहाँबाट छोडेर जानै मन लागेको छैन कति 3 बजिसक्यो होइन कति अहिले 3 बजे होइन हामी 1 बजे आएको पत्तै भयो नि कि 2 घन्टासम्म बुलेको भनेर होइन तर अघिसम्म यस्तो पानी परिरहेको थियो नि गाइस अहिले चाहिँ कस्तो रमाइलो सबजना यतै दोकान आइसक्यो कि हेर्नु न अघिसम्म एउटा मान्छे थिएन हामी जहाँ गए पनि यस्तो भरिन्छ किन अघि नै हामी बसमा आयो गाइस एउटा मान्छे थिएन हामी दुईजना मात्र बसेर आएको सुती फेरि अलिकति अगाडि आएको त पुरै मान्छे आएर अनि हामी जहाँ गए पनि यस्तो भरिपूर्ण हुँदो रहेछ के लु हेर्नु न अनि उतासम्म छ क्या मान्छेहरू त्यो यस्तो बवाल देखेर त्यहाँ हात्ती छ अनि ढुङ्गा छ यस्तो राम्रो छ नि ठाउँ तपाईँहरू पनि आउनुहोस् अनि घुमेर जानुहोस् अनि सुविधाहरू पनि छ सफारीहरूको लागि पनि छ अनि दिदी सफारीहरूको लागि पनि छ त्यो गाडीहरू पनि छ होइन सबै आइसकेको छ यस्तो दामी देखेँ मलाई यो ठाउँ चाहिँ बवाल लाग्यो कि यहाँ ठिक होइन घाम पनि लागेन अहिले चाहिँ पानी पनि परेको छैन अनि यहाँको मैले ब्लग गरेको छैन सबजनाले हेरेर बसेर लागि यहाँ छैन नि त मान्छे धेरै अब जाऊँ मलाई यहाँ अब यति भइसक्यो पुग्यो अब चाहिँ हामी एकछिनमा घर जान्छौँ सायद खाजासाजा खाएर है त ओ माई गॉड टुरुला उहाँले हेर न उहाँले धन्दा लडेको के अरे हिँडिराखेको लगाइराखेको कपडाहरूमा दाजन नपर्दैन सब यस्तै लाग्यो के गर्ने हो त्यो दिदीबहिनीहरूले तिहारमा दिएको होला होइन अझै आमामा कति 5 जना जता हेऱ्यो त्यस्तै छ है ठुलो मान्छेहरूबाट सानो मान्छेहरूबाट सब त्यस्तै के पक्कै नि तपाईँ दसैँ तिहारमा दिएको तिहारमा सबले बुढा खाडा देख्नुबाट सबले लाग्यो कि यस्तो ओ माई गॉड के हो यस्तो सबैजना खोर पछाडि खोर सबैभित्र जाऊ खोर अनि तपाईँहरू को आउनुभयो त हामी गाइस आजले भनेको मासु खानुहुन्न रे मासु खानुहुन्न कि मासु खानु भनेर अनि आज रोक्न नि अनि आज तपाईँहरू को आउनुभयो मासु खानुहुन्छ आज नोबल भनेर राख्नु होला अनि गाइस तपाईँहरू को आउनुभयो हामी त घुमेर जान आइसक्यो सब हिला कि त्यहाँ केही पनि होइन 3 ठाउँमा कि 4 ठाउँ चटपटे पसल रहेछ अनि त्यो खली के सकरखण्डा अनि बदाम थियो अनि सुन्तला त्यसपछि त केही पनि छैन यस्तो नि हुन्छ आज एकादशी अनि यहाँ चाहिँ सेकुवा बोलिरहेको कि सेकुवा यस्तो पाप गर्नुहुन्न क्या होइन मान्छे हेरेन मान्छे कति धेरै ओहो म चाहिँ अनि गोलाघाट घुमेर आयो यस्तो थकाइ पनि लाग्यो के अरे अनि मान्छे टनाटन थियो कि तर पानी परेर डिस्टर्ब गऱ्यो क्या अनि खाजासाजा पनि खाएर आयौँ यस्तो नमिठो बनाइदिएको चाउमिन मिठो थिएन चटपटमा नि पिरो ठोसेको केटीहरू भनेर होला नि बा डल्ले खुर्सानी त यति हालिदियो नि अनि अहिले चाहिँ हामी अब हिँड्दैछौँ अब घर जानको लागि सो गाइस आजलाई मेरो दिन यति रमाइलो भयो अनि तपाईँहरू लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र म अब न्यू डे न्यू ब्लगको साथमा फेरि उपस्थित हुनेछु अहिलेलाई बाई बाई Thanks for watching. Please subscribe.